आज म कामदेखि फुङनाम छोडेर घर आइपुगेको छु। अनि मेरो मम्मी बाबा आमा मेरो दिदीहरू सबैजना चाहिँ आमाको माइत सुथाइ जानुभएछ। घरमा ताल चलाएर जानुभएछ। म चाहिँ अब कुखुराहरूलाई चारो दिने, गाईलाई पराल दिने, अनि बोका बाख्राहरूलाई चाहिँ पानी दिने, अन्तदेखि यहीँ बाहिर बस्ने। अनि मैले मम्मीलाई फोन गरेको, के खान्छस् होला भन्नुहुन्छ। खानको लागि चाहिँ यहाँ हेर्नुहोस् है त, यत्रो कोला पाकिरहेको रहेछ। यो मात्र नभएर यहाँ पनि कोला पाकिरहेको रहेछ। अब के खान्छे होला मेरो छोरी भनेर त पिरै लिनु परेन नि। यहाँनिर कामको बाँडफाँड हुँदैछ हाम्रो दुईजना बहिनीहरूको। म यहाँ बाहिर छु, हाम्रो घरको अझै पनि आउनुभएको छैन। हामी चाहिँ बाहिरै छौँ, ढोका लागिरहेछ। अब त आइपुग्नु पर्ने, आइपुग्नु भएकै छैन। सानोमा पनि यस्तै हुन्थ्यो। जब डेडी मम्मीहरू बजार जानुहुन्थ्यो नि, मधुमला बजार, कति बेला आउनुहुन्छ भन्दै बाटो हेर्दै बसिन्थ्यो। आज पनि अब कति बेला आइपुग्नुहुन्छ त आमा मम्मी डेडी दिदी भिनाजु भनेर पर्खेर बस्नु परिरहेछ। बट आइ एम सो ह्याप्पी आउने मौका पाएँ घर, अनि सबैसँग भेट पनि हुने भयो। र अझ धेरै खुसीको कुरा चाहिँ मैले रोपेको रोज फ्लावर यस्तो दामी फुलेको छ नि। एउटा चाहिँ रेड रोज थियो, त्यो त ओहो हो कस्तो दामी फुलेको छ। वाइटहरू पनि राम्रो राम्रो धेरै ठुलो ठुलो थुङ्गामा फुलिरहेको रहेछ। अहिले अँध्यारो छ, राम्रोसँग देखेको त छैन। एउटा रोज चाहिँ मैले अघि हेरिसकेको छु। अब भोलि बिहान उज्यालो भएपछि खिच्नुपर्ने छ। यिनीहरूलाई देखेर पनि म मक्कै परिरहेको छु। अब चाहिँ आइपुग्नु भयो। झल्लल्ल बत्ती बलेर यहाँ। खोइ त अनि गाडीमा बत्ती बल्छ त अनि बल्दैन? हजुर बल्ल बल्ल यहाँ ढुक्का खोलिदियो। देख्नु भएको छ होइन?
मर्ने बेला पो ए बोले मैले आएको